कहिलेकाहीँ नयाँ अध्याय सुरु गर्न नयाँ विश्वास चाहिन्छ। नेपाल क्रिकेट अहिले एक यस्तै मोडमा उभिएको छ र यो नयाँ यात्राको नेतृत्व गर्न अस्ट्रेलियाबाट आएका छन् एक अनुभवी कोच स्टुअर्ट ल। 26 अप्रिल 2025 मा स्टुअर्ट ल काठमाडौँ ओर्लिए। शान्त र दृढ अनुहार, तर भित्रबाट ऊर्जा र लक्ष्यले भरिएका। त्रिभुवन विमानस्थलमा उनलाई स्वागत गर्नेहरूले आशा र अपेक्षाले भरिएको माहौल तयार गरेका थिए। नेपाल क्रिकेटका लागि यो आगमन केवल एउटा नयाँ अनुहार होइन, यो एक नयाँ सोचको सुरुवात थियो। नेपाल आएसँगै स्टुअर्ट ल समय गुमाएनन्। त्यसैको अर्को दिन उनले क्यानद्वारा आयोजित कोर क्याम्पमा आफ्नो पहिलो भेटवार्ता गरे। क्याम्पमा उनले के देखे? केवल अभ्यासमा जुटेका खेलाडीहरू होइन, सपनाका धारकहरू। फिल्डिङ ड्रिल्स, नेट प्र्याक्टिस, फिटनेस टेस्ट, स्टुअर्ट हरेक पाटो र ध्यानपूर्वक निहालिरहेका थिए। उनले ट्रेनिङ सेसनमा सामान्य अभ्यास मात्र हेरेनन्, खेलाडीहरूको मानसिकता, रियाक्सन, अनुशासन र डेडिकेसन जस्तै सूक्ष्म कुराहरू पनि नोट गरे। कोर क्याम्पमा स्टुअर्टले खेलाडीहरूसँग सिधा कुराकानी गरे। उनले सोधे, तिमीहरूको ठुलो सपना के हो? र उनले सुनाए, मेरो सपना भनेको तिमीहरूलाई त्यो लक्ष्यसम्म पुर्याउनु हो। उनले एउटा महत्त्वपूर्ण कुरामा जोड दिए, स्किल तिमीहरूसँग छ, अब टाइम आएको छ सोचाइ परिवर्तन गर्ने, जित्ने माइन्डसेट निर्माण गर्ने। उनी खुलेर बोले, पर्फर्मेन्समा फोकस गर, नेम र हिस्ट्रीमा होइन। आफ्नो टिमप्रति लोयल्टी र प्रोफेसनलिजम नै पहिलो आधार बन्नुपर्ने। र त्यसै दिन स्टुअर्टले पत्रकार सम्मेलनमा आफ्नो विचार राखेका छन्। उनले भनेका छन्, नेपाल क्रिकेटमा अपार सम्भावना छ, तर सफल हुन के चाहिन्छ भने स्ट्रक्चर थिङ्किङ, रेगुलर डिसिप्लिन र कन्सिस्टेन्ट ट्रेनिङ। उनले खुलेर मिडिया समक्ष भने, मेरो पहिलो काम भनेको डिसिप्लिन इस्टाब्लिस गर्नु हो। कसरी सोच्ने, कसरी तयार गर्ने र कसरी दबावमा आफूलाई सम्हाल्ने, यी बानीहरू अब टिमको हिस्सा बन्नै पर्छ। स्टुअर्ट लले भविष्यप्रति पूर्ण आशावादी देखिए, तर सँगै चेतावनी पनि दिए, सक्सेस इमिडिएट हुँदैन, यो हार्डवर्क र पेसेन्सको फल हो। स्टुअर्ट लको सिलेक्सन फिलोसफी स्पष्ट छ। उनका लागि कुनै पनि खेलाडी सिलेक्सनको क्राइटेरिया केवल एउटै हो, वर्तमान प्रदर्शन। कसैले अघिल्लो टुर्नामेन्ट राम्रो खेले भनेर ग्यारेन्टी छैन। हरेक खेलाडीले आफ्नो स्थान जस्टिफाई गर्नै पर्छ। एटिट्युड, इफोर्ट, फिटनेस र कमिटमेन्टका आधारमा स्टुअर्टले भन्छन्, ट्यालेन्ट एलोन इज नट इनफ, यु निड एटिट्युड, डिसिप्लिन एन्ड हार्ट अल्सो। नेपाल क्रिकेट अझै इन्कन्सिस्टेन्सी, लिमिटेड इन्फ्रास्ट्रक्चर, फिटनेस ग्याप्स जस्ता समस्याहरूसँग जुधिरहेको छ। स्टुअर्टले आफैले स्वीकार गरेका छन्, चेन्ज रिक्वायर्स टाइम एन्ड बिलिफ। उनको योजना के छ भने आधारभूत कुराहरू ठिक गर्नु, स्किल सार्पनिङ, म्याच टेम्परामेन्ट बढाउनु र मेन्टल टफनेस निर्माण गर्नु। अगाडिको यात्रा अझै चुनौतीपूर्ण छ। नेपालले लिग 2 अन्तर्गत महत्त्वपूर्ण सिरिजहरू खेल्न बाँकी छ। वर्ल्ड कप क्वालिफायरको लागि तयारी क्रिटिकल छ। स्टुअर्ट लले टिमलाई यति बेला प्रायोरिटीमा राखेका छन्। सही कम्बिनेसन तयार गर्नु, यङ्स्टरलाई ग्रुमिङ गर्नु र सिनियर प्लेयरबाट म्याक्सिमम पर्फर्मेन्स निकाल्नु। वर्ल्ड कपको सपना अझै बाँकी छ र स्टुअर्टको विश्वास छ, कन्सिस्टेन्ट मेहनतले मात्र त्यो सपना साकार हुन सक्छ। उनको यात्रा नेपालको लागि केवल कोचिङ मात्र होइन, यो एक मिसन हो, नेपालको क्रिकेटिङ भविष्यलाई उज्यालो बनाउन। र हामी सबै क्रिकेट प्रेमीहरू मिलेर भन्न सक्छौँ, यस वी बिलिभ इन दिस न्यू जर्नी, यस वी बिलिभ इन नेपाली क्रिकेट। र यसै गरी नेपाली क्रिकेटको हरेक नयाँ अपडेट पाउनका लागि द नेप ट्युबे च्यानल सब्सक्राइब गर्नुहोला र बेल आइकन पनि थिच्नुहोला।